हेलो गाइस, दर्शक नमस्ते सबैजनालाई। हामी चाहिँ आज यात्राको क्रममा चाहिँ पोखराबाट समथिङ हिँड्दै चाहिँ यहाँसम्म आएका छौँ। अब हामी यहाँ चाहिँ सबैजना चाहिँ गाडीमा आइयो, बाइकमा सबैजना दुईजना भएर आयो। अबको यात्रा चाहिँ हामी चाहिँ यहाँबाट जानकारी प्रायः अनुसार चाहिँ हामी आधी घन्टा चाहिँ हिँड्नुपर्छ भन्नुभएको छ। त्यसैले हामी चाहिँ आधी घन्टा ट्रेकिङमा जाँदैछौँ। अब हेरौँ त्यहाँको कस्तो छ होइन, किनभने चाहिँ बुझ्नु पऱ्यो। घान्डुङमा चाहिँ अब गइएको छैन, फर्स्ट टाइम हो हामी। त्यहाँको तपाईँलाई म त यहाँको भ्यूहरू पनि देखाउने छु, सबैले माया गरिदिनु होला होइन। किनभने हामी चाहिँ यस्तो अहिले यता मेरो भेना सिरी हुनुहुन्छ होइन, केही जाओस् न भेना। मेरो सालाको युट्युब सब्सक्राइब गरिदिनु होला अनि माया साथ सपोर्ट गरिदिनु होला। अहिले हामी जस्ट अब घान्द्रुक आइपुग्न लागेको भन्ने हामीले सुनेका छौँ, तर अझै पनि आधी घन्टा यो उकालो जानुपर्छ अरे है भन्दै पुनः लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। या धन्यवाद। हामी फेरि जिग्रियो यो पुरा। हामी फेरि अब हामी ट्रेकिङमा एकदम रमाइलो गर्दैछौँ, रमाइलो भइरहेछ। यहाँ चाहिँ मेरो भेना हो, दिदी लग्नु भएको, तर मलाई चिन्दैन भन्नुहुन्छ खै के हो कसो हो। चिन्जान राम्रै छ नि हाम्रो होइन, एकदम फेरि जस्ट कप मात्रै हानेको, फेरि एकदम क्लियर रूपमा चिन्नुहुन्छ हामी, एकदम नजिकको मान्छे हुनुहुन्छ। ल हाम्रो एकदम टोली अड्दै अब आजको लागि एकदमै तयारी गर्दैछौँ। उहाँ चाहिँ लमजुङको ठिटो हो, लमजुङको ठिटो के जाओस् न। ठिक छ, हामी अब आधी घन्टा हिँडेर घान्द्रुक जाने हो। घान्द्रुक अनि ल केही जाओस् न तपाईँको। ल ठिक छ गाह्रो छ। ल एउटा गीत गाउँ न। बल्ल तल कालो छाया छ जेन तेन आया छ हेमलाल के अरे खै मैले पनि बिर्सेको। भेट कहाँ हुन्छ र भनिदिनु पऱ्यो हजुर, के भन्नु रे तपाईँको कस्तो भयो आजको यात्रा, कस्तो भयो? एकदम रमाइलो। पानी पऱ्यो बिचमा, जसले गर्दा हामी चाहिँ पुरै भिज्नु भएको छ क्या। ल ठिक छ ल फेरि सुरु गर्दै उकाली ढाइया छ घान्द्रुकमा आइया छ धादिङ गजुरी, भेट कहाँ हुन्छ र मौका नजुरे, भेट कहाँ हुन्छ र मौका नजुरे। डाँडा पारी कुहिरो नि लाइरहेछ आज मलाई, रमाइलो लाइरहेछ धादिङ गजुरे, भेट हुन्छ र मौका नजुरी, ल मौका नजुरी। ल गाइस, अब बाँकी चाहिँ हामी माथि घान्द्रुकमा गएर गर्नेछौँ।